नमस्कार। कार्यक्रम तीको प्रश्नमा स्वागत छ। म एलबी बोहरा। कार्यक्रम तीको प्रश्नमा आज हामी तीको प्रश्न सोध्छौं। आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचन दाङ क्षेत्र नम्बर 3 का स्वतन्त्र उम्मेद्वार सप्रिक कडेललाई, जो चाहिँ दाङ क्षेत्र नम्बर 3 मा सिरिन्ज चुनाव चिन्ह हातमा लिएर चाहिँ चुनावी मैदानमा उभिनु भएको छ। सप्रिक जी, स्वागत छ यहाँलाई। धन्यवाद। रिटिङ अफ शान्तिनगरलाई म सम्पूर्ण आम बङ्गाली मतदाताहरूलाई चुनाव चिन्ह सिरिजमा मतदान गरेर आफूसँग भएको बेरोजगार समस्यालाई हटाउनु हुन म हार्दिक अनुरोध गर्दछु। मेरो मुख्य एजेन्डा भनेकै एक घर एक रोजगार हो। जस्तो कि अब एउटा भनाइ छ, साँडेको जुदाईमा बाछाको मिसाइ भने जस्तो। 2006 सालदेखि स्थापित पार्टीहरू लागिरहेका छन्, चुनावी मैदानमा उत्रिरहेका छन्, प्रतिस्पर्धामा छन्। उनीहरू आवश्यक परेको बेलामा जे असम्भव कुरालाई पनि सम्भव बनाइदिन्छन्। त्यस्ता शक्तिशाली पार्टीहरू चुनावी मैदानमा प्रतिस्पर्धामा छन्। तपाईँ चाहिँ त्यस्तो माहौलमा तपाईँ चुनावी मैदानमा हुनुहुन्छ, के बाध्यता आइलाग्यो चुनाव लड्नुपर्ने? यो बाध्यता हो कि रहर? मेरो खासमा बाध्यता हो। म सर्वप्रथम यस मेरो बाध्यतालाई अगाडि ल्याउने हुने सम्पूर्ण आम जेनजी भाइ बहिनीहरूलाई हृदयदेखि सम्मान गर्न चाहन्छु। जेनजी आन्दोलनमा भएका सम्पूर्ण शहीदहरूप्रति हार्दिक श्रद्धाञ्जली गर्न चाहन्छु, जसले मलाई यो चुनावी मैदानमै उभिने एउटा वातावरण दिलाइदिएकोमा उहाँहरूप्रति म मनदेखि नै नमन गर्न चाहन्छु। यो चुनावी मैदानमा आउँदै गर्दाखेरि कोही पनि पुरानो र नयाँ भन्ने हुँदैन है। हिजोदेखि मेरो घरमा शासन पद्धति मेरो हजुरबुवाले चलाउनु भयो, त्यसपछि मेरो बुवाको पाला आयो, फेरि आज मेरो पाला आउँदैछ। यही नै क्रम हो। हिजो देशलाई काङ्ग्रेसको आवश्यकता थियो, काङ्ग्रेस आयो। एमालेको आवश्यकता थियो, एमाले आयो। फेरि माओवादीको आवश्यकता थियो, माओवादी आयो। राप्रपाको आवश्यकता थियो, राप्रपा आयो। फोरमको आवश्यकता थियो, फोरम आयो। राष्ट्रिय स्वतन्त्र पार्टीको आवश्यकता थियो, राष्ट्रिय स्वतन्त्र पार्टी आयो। तर पनि हामी सम्पूर्ण जेनजी आन्दोलनले हामी यी कुनै पनि दलप्रति आबद्ध भएको हामी नेपालीहरू होइन। हामी आम नेपालीहरू स्वतन्त्र भएर जिउन चाहन्छौँ। कुनै पनि राजनीतिक दलले गरेको देश विकासको खाकाहरू हामीहरूलाई मन परेन। उहाँहरू देशलाई चरम भ्रष्टाचारको शिकार बनाएर राखिराख्नु भएको छ हो। उहाँहरू हामीहरूभन्दा धेरै शक्तिशाली हुने थियो होला। मैले काटेँ, बिचमा काटेँ। तपाईँलाई चुनावी माहौलमा हुमिँदै गर्दाखेरि ब्लड प्रेसर अर्थात् बिपी चेक गर्नु भएको छ? नै गरेको छैन। कस्तो बढेको महसुस भएको छ? नै, मलाई त्यस्तो कति प्रेसर छ? मेरो थोरै बाल्यकाललाई जोड्दै आएँ। म बाल्यकालदेखि अहिले म 32 वर्ष उमेर पुग्दै गर्दाखेरि धेरैचोटि टुप्पामा पुगेर फेदमा खसेको मान्छे हो। म दिनदिनै दुःख के हो, सङ्घर्ष के हो, फेरि पनि एकपटक बाबा आएको छ, कष्ट के हो, मैले त्यो अनुभव गरिसकेको छु। त्यसैले म धेरै दुःख हुँदाखेरि रुने र सुख हुँदाखेरि माथिने वातावरणमा कहिले पनि हुर्किनँ। म जस्तो भन्नु हो, धेरै पटक टुप्पोमा पुगे, फेरि फेदमा झरे, टुप्पोमा पुगे, फेरि फेदमा झरे। यो पटक चाहिँ के लाग्छ? मलाई एकचोटि मेरो व्यक्तिगत भोटले मैले जित्न सक्ने सम्भावना हुँदैन। यो चुनाव भनेको मतदाताहरूको हातको निर्णय हो, जसलाई मैले कुनै पनि निश्चित तवरले व्यक्तिगत रूपले भन्नु पर्दाखेरि यदि मेरो आम बङ्गाली मतदाताहरू सक्षम हुनुहुन्छ, शिक्षित हुनुहुन्छ, देशलाई परिवर्तन गर्न चाहनुहुन्छ भने मैले अवश्य पनि चुनाव जित्नेछु। जस्तो नेपाली कम्युनिस्ट पार्टी, नेपाली काङ्ग्रेस, नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, यस्ता पार्टीहरूको बिचमा तपाईँ चुनावी मैदानमा हुनुहुन्छ। यी पार्टीहरूलाई छोडेर यी स्थापित पार्टीहरू जो चाहिँ विगत दशकौं वर्षदेखि जनताको सेवामा समर्पित छु भनेर आफूलाई स्थापित गरिरहेका छन्, यी पार्टीहरूलाई भोट नदिएर चाहिँ तपाईलाई किन भोट दिने? म
आजभन्दा देशमा रहेका सम्पूर्ण पुराना पार्टीहरूप्रति पनि मैले सम्मान गर्छु। एउटा देशले आवश्यकता अनुसार देशमा आफ्नो एउटा शक्ति संगठन अगाडि लिएर समूह लिएर उहाँहरूले देशको निम्ति धेरै ठुलो योगदानहरू दिनुभएको छ। समय परिवेश अनुसार सबैको आफ्नो ठाउँमा योगदान हुँदै गर्दाखेरि वर्तमान परिवेशमा देश चरम भ्रष्टाचारको शिकारमा पुगेको कारणले गर्दा र अहिले तपाईँ चुनावी मैदानमा हुनुहुन्छ, दाङ क्षेत्र नम्बर 3 मा हुनुहुन्छ, प्रचार प्रसारमा हिँडिरहनु भएको छ। तपाईका मुख्य एजेन्डाहरू 1 2 3 4 मा भन्दाखेरि तपाईका मुख्य एजेन्डाहरू छोटकरीमा राखिदिनु न। के छन्, के एजेन्डा लिएर तपाईँ जनतासँग भोट मागिरहनु भएको छ, के गर्नको लागि भोट मागिरहनु भएको छ, किन भोट मागिरहनु भएको छ, हैन? हजुर, तपाईको एजेन्डाको विषयमा थोरै प्रश्न पादिनु। मेरो मुख्य एजेन्डा भनेकै रोजगार हो। प्रत्येक घर प्रत्येक व्यक्ति रोजगार, यानी कि एक घर एक रोजगार नै मेरो मुख्य एजेन्डा हो दाङ क्षेत्र नम्बर 3 को लागि। हामी यो सम्भव छ सर? सम्भव छ। असम्भव भन्ने कुरा बोल्न सम्भव छ कि गर्न सम्भव छ? गर्न सम्भव छ सर। तपाईले म छोटकरीमा थोरै टाइम आएर देखाउनुहुन्छ? एकदम सर। तपाईले चुनाव जित्नुभयो भने तपाईँ एकजना व्यक्ति चुनाव यदि जिति नै हाल्नुभयो भने पनि एकजना माथि गएर तपाईँ कराउँदा तपाईँ माथि एकजना कराएको कसले सुन्छ कसैले सर? यस्तो सर, म प्रतिनिधि सभा सदस्य यदि निर्वाचित भएर जाँदै गर्दाखेरि हामी सम्पूर्ण विजेता टिमहरू राष्ट्रिय हितको लागि एक आपसमा सहमति गर्नुपर्ने हुन्छ। र मैले यहाँनिर के जोड्न चाहे भने अलि छोटोमा उत्तर दिनु होला। यो जेनजी आन्दोलन गर्नु, ढुङ्गामुढा गर्नु अथवा सरकारी संरचनाहरू ध्वस्त पार्नु, जलाउनु आवश्यकताको कुरा हो कि कतिको आवश्यक थियो? यसले देशलाई नोक्सान भन्दा नाफा बढी गर्यो कि नोक्सान बढी गर्यो? के भन्न चाहनुहुन्छ? म पहिला तपाईलाई छुट्टी थोरै समय लगेर आन्दोलनको बारेमा जानकारी गराए। हामी जुनसुकै आन्दोलन होस्, नेपालमा आन्दोलन गर्दै गर्दाखेरि हामी कसैको पनि उद्देश्य हुँदैन कि हामीले देशलाई तोडफोड गर्नुपर्छ, जलाउनु पर्छ, ढुङ्गामुढा गर्नुपर्छ भन्ने हाम्रो उद्देश्य हुँदैन आन्दोलनमा भिडिँदै गर्दाखेरि। जब हामी आन्दोलनमा निस्वार्थ भएर शान्तिपूर्ण ढङ्गले हामी आन्दोलनमा अगाडि बढ्दै गर्दाखेरि हामीलाई त्यहाँ सरकार पक्षद्वारा रोकथाम भएको हुन्छ। हाम्रो आक्रोश सरकारप्रति भएको हुन्छ। हामी सरकारप्रति आक्रोश हुँदै गर्दाखेरि सरकारको सुरक्षाकर्मीहरूले हामीलाई रोकिरहेको हुन्छ। ढुङ्गामुढा हामीले नगर्दै उनीहरूले लाठीचार्ज गरेर हुन्छ, कराइट एरिया तोकिरहेको हुन्छ। हामी सरकारको विरुद्ध कराइट एरिया भित्र बस्ने भए के को आन्दोलन नि? घर बसेर आन्दोलन गरेर त कसैले सुन्नुपर्ने अवस्था त छैन। जबसम्म हामी अगाडि बढ्दैनौँ तबसम्म हाम्रो आवश्यकता परिपूर्ति हुँदैन, जसले गर्दा हामी आन्दोलनमा अगाडि हुमिँदै गर्दाखेरि शान्तिपूर्ण आन्दोलन गर्दै गर्दाखेरि सरकार पक्षबाट हामीलाई रोकथाम हुन्छ। हामी अगाडि बढ्ने प्रयास गर्छौँ, सरकारले हामीलाई पछाडि लखट्ने प्रयास गर्छ। जहाँ आक्रोशित भएको हुन्छ, सरकार पक्ष पनि आक्रोशित भएको हुन्छ भने हामी आम सम्पूर्ण आन्दोलनकारीहरू पनि आक्रोशित भएको हुन्छौँ। जसको भिडमा आन्दोलन गर्दै गर्दा धेरै जमातहरूको भिडमा कतिपय हामी आन्दोलनकारीहरू बढी मात्रामा आक्रोशित स्वभावको हुनुहुन्छ, जसले आफूलाई सम्हाल्न नसक्ने एउटा उमेर समूह हुन्छ। जेनजी उमेर समूह भनेको एकदम तातो र रातो रगतको समूह हो, जसले आफ्नो रिस र आवेगलाई रोक्न सक्दैन। मुख्य कमी कमजोरीहरू जुन सरकार हो त्यही सरकार प्रति हामीले के गरेको आक्रमण गरेको जेनजी भाइहरूले। किन भन्दाखेरि देशमा सबैभन्दा चरम भ्रष्टाचार हुने ठाउँ यातायात कार्यालय, मालपोत कार्यालय, हाम्रो अदालत, यी भनेको सम्पूर्ण कुराहरू जति पनि तुलसीमा जलाइयो यी सम्पूर्ण कुराहरू एकदमै बेसी मात्रामा चरम भ्रष्टाचार हुने निकायहरू हुन्। जसले गर्दा यो हामीलाई यो संरचना हामीले जलाएको होइन, संरचना भित्र भएको भ्रष्टाचार तन्त्रलाई जलाइएको हो मेरो अनुभवले गर्दा। यसलाई यसरी बुझौँ, तपाईहरुको उद्देश्य भनेको आगजनी गर्ने, ध्वस्त पार्ने, संरचनाहरू भत्काउने थिएन। सरकार पक्षले कडाइका साथ तपाईहरुलाई रोक्ने प्रयास गरिसकेपछि त्यो अवस्था सिर्जना हुन गएको हो। सम्पूर्ण क्षेत्रमा 3 को निमित्त गर्न सक्ने कामहरूको बारेमा जोड्न चाहन्छु। मेरो पहिलो टार्गेट मेरो आम मतदाताहरूको लागि मात्रै हो, एक घर एक रोजगार अभियान छ। दोस्रो नम्बरमा मेरो मतदाताहरूको लागि निशुल्क शिक्षा अभियान छ। निशुल्क शिक्षा अभियान प्लस निशुल्क शिक्षा
सँगै मलाई धेरै ठाउँमा डिमान्ड आएको छ कि निशुल्क स्वास्थ्य गर्न सक्ने अवस्था एकदमै कमजोर छ। किन भन्दाखेरि स्वास्थ्यमा निशुल्क गर्न सकिँदैन, एउटा निश्चित क्राइटेरिया तोकेर यतिसम्मको खर्च सरकारले बिहोर्ने र त्योभन्दा माथि सरकारले बिहोर्न नसक्ने भन्ने प्रावधान लिएर हामी स्वास्थ्यलाई केही समाधान गर्न सक्छौँ। अर्को पक्ष आयो मेरो आफ्नो क्षेत्रको निमित्त यहाँ एउटा ऋणको कुरा आयो, बैंक ऋणहरूको र सेवाहरूको बारेमा तपाईँलाई थोरै जानकारी गराउन चाहे। हामीसँग सरकारले प्रत्यक्ष रूपमा हामी जनतालाई ऋण दिनको निमित्त सरकारी ब्याङ्कहरू इनफ मात्रामा छन्, तर ती सरकारी ब्याङ्कहरूले तपाईँ आज पनि जानु सर्वसाधारणहरूले कसैले पनि सरकारी ब्याङ्कबाट ऋण पाउनु भएको हुँदैन। ठुला र राजनीतिकमा पहुँच भएको र ठुल्ठुला व्यापारीहरूले मात्रै त्यसमा पहुँच पाउनु भएको हुन्छ। हामी जनतालाई प्रत्यक्ष रूपमा त्यो ब्याङ्कले पनि बिचमा दलाली राखेर हामीलाई लोन दिएको छ। यो दलाली तन्त्र कटाउनु मेरो स्वतन्त्रता उम्मेदवारी। किन भन्दाखेरि कुनै पनि दलहरू सरकार चलाउने ठाउँमा पुग्दै गर्दाखेरि उनीहरूले दलाली तन्त्र भित्राइरहेको छ। यो बैंकिङ सेवामा पनि दलाली तन्त्र छ, जसले गर्दा हाम्रो क्षेत्रमा लघु वित्त छ, सामुदायिक संस्थाहरू छन्, हाम्रो सहकारी संस्थाहरू छन्। यिनै संस्थाहरूले तिनै सरकारी ब्याङ्क मार्फत सस्तोमा ब्याज लिएर 12-15%, 18%सम्ममा हाम्रो आम बङ्गाली मतदाताहरूलाई पैसा ऋणमा चुर्नुमा डुबाएर ब्याजमा डुबाइरहेको छ। म यो अवस्था आउन दिँदैन, म बन्द गर्नेछु, ढुक्क भएर बस्नुहोस्। आम सम्पूर्ण मतदाताहरूलाई म तपाईँलाई प्रत्यक्ष रूपमा सरकारबाट ब्याङ्किङ लोनको व्यवस्था गर्नेछु। मैले पनि भोगेको समस्या, तपाईँले पनि भोग्नु भएको समस्या, वास्तविक समस्या। म अर्को पक्षमा फेरि जोड दिन गए हाम्रो क्षेत्रको अर्को कुरा आएको छ शैक्षिक उद्योग सञ्चालन। म निशुल्क शिक्षा राख्दै गर्दाखेरि शैक्षिक उद्योग सञ्चालन पनि मेरो एउटा मुख्य एजेन्डा रहेको छ, जुन अन्तर्गत हामीसँग प्रत्यक्ष रूपमा शैक्षिक रूपमा चाहिने भनेको किताब चाहिन्छ हामीलाई, कापी चाहिन्छ हामीलाई, पेन चाहिन्छ हामीलाई, ड्रेस चाहिन्छ हामीलाई। हामी किताब उद्योग खोल्न सक्छौँ, कापी उद्योग खोल्न सक्छौँ, कलम उद्योगहरू खोल्न सक्छौँ र ग्रामीण उद्योगहरू खोल्न सक्छौँ, जहाँ हामी रोजगारको वातावरण पनि हुन्छ र हामी हाम्रो क्षेत्रको विद्यार्थी भाइ बहिनीहरूलाई आवश्यक सामग्रीहरू, यानि कि मैले अर्को पक्ष पनि जोडेछु आयात र निर्यात। मेरो दाङ क्षेत्रमा 3 भित्रमा आवश्यक पर्ने वस्तुहरू लगभग मैले 90% सामग्रीहरू बाहिरबाट लिएर आएको देखेँ। किन भन्दाखेरि मेरो क्षेत्रमा कुनै पनि औद्योगिक क्षेत्र छैन। सामान्य एउटा चाउचाउ होस्, बिस्कुट होस्, चामल होस्, आटा होस्, दाना होस्, हामी सम्पूर्ण सामानहरू बाहिरबाट लिएर आउँछौँ। तर यी सामानहरूको कच्चा पदार्थ म मेरै क्षेत्रको कृषकहरूले उत्पादन गर्नु भएको हुन्छ, जसले भाउ नपाएर सस्तो मूल्यमा बाहिर बेचेर पठाउनुहुन्छ। त्यही सस्तो मूल्यमा बेचेर पठाएको सामग्रीहरू जसले बेच्छ उसको छरछिमेकीहरूले महँगो भाउमा फेरि बाहिरबाटै त्यही सामान किनेर खाइरहन पर्ने अवस्था छ। किन भन्दाखेरि यो आयात र निर्यातलाई कन्ट्रोल गर्नु मेरो मुख्य उद्देश्य हो। मेरो क्षेत्रमा उत्पादित भएको वस्तुलाई यदि मैले यही प्रशोधन गरेर यही उद्योग मार्फत यही बिक्री वितरण र प्रयोग गर्ने योग्य बनाएर आम जनता, आम मतदाताहरूको घरमा पुर्याउँदै गर्दाखेरि उहाँहरूसँग आयात र निर्यातमा डिपेन्डेन्ट हुन्छ। कसरी हुन्छ भन्दाखेरि मैले मेरो क्षेत्रमा उत्पादन भएको सामानहरू यही क्षेत्रमा राख्दै गर्दाखेरि त्यसले एउटा मूल्य पाउने अवस्था हुन्छ, प्लस आम सम्पूर्ण उपभोक्ताहरूलाई त्यसको मूल्य वृद्धिको भार पर्दैन। किन भन्दाखेरि बाहिरदेखि सामान ल्याउँदै गर्दा र भित्रदेखि सामान बाहिरै पर्दाखेरि दोहोरो हामीलाई यातायातको शुल्क लागिरहेको हुन्छ। जुन उद्योग धन्दा कल कारखानाहरू प्राइभेट रूपले उत्पादन गरेर पठाइरहेको हुन्छ, जो प्राइभेट संस्थाहरूले खाने नाफालाई बन्द गरिनेछ। किन भन्दाखेरि सरकार मार्फत हामी आफ्नै सरकार मार्फत मेरो प्रत्येक सभा क्षेत्रमा 3 दाङ भित्रै उत्पादन गर्दै हामी हाम्रो क्षेत्रमै उत्पादन भएको सामग्रीलाई यही बिक्री वितरण गर्दाखेरि केही मात्रामा ग्राहकहरूलाई सहजीकरण हुनेछ, आम मतदाताहरूलाई सहजीकरण हुनेछ। त्यसले गर्दा आयात र निर्यात पक्षलाई एकदम ध्यान दिनुपर्ने हुन्छ। हुन त हामीलाई सानो कुरा लाग्छ होला, मेरो घरको एउटा मकै मैले बेच्दै गर्दाखेरि 100 रुपियाँ लम्बर, 150 रुपियाँ लम्बर मैले मकै बेच्छु, तर त्यही मकैबाट बनेको सम्पूर्ण सामानहरू म किनेर खाँदाखेरि नर्मल्ली पनि मलाई आधी किलो त्यसको उत्पादित सामान आधी किलो किन्दै गर्दा 100-150 ले मलाई पुग्दैन। कहाँ मेरो 5 किलो र कहाँ मेरो आधी किलो, यसलाई कम्पेयरिङ गर्नुपर्ने मुख्य आवश्यकता भनेको आयात र निर्यात हो। त्यसले गर्दा म यस क्षेत्रमा उत्पादित भएको सामानहरूलाई धेरैभन्दा धेरै उत्पादित सामग्रीलाई प्रत्यक्ष कच्चा पदार्थको रूपमा बाहिर पठाउन चाहदैन, किनकि तिनीहरूलाई एउटा औद्योगिक क्षेत्रमा उत्पादन गरेर बाहिर पठाउन चाहन्छु, जसले गर्दा मेरो निर्यातको मात्रा बढाउन चाहन्छु। अर्को नम्बरमा आएको छ मसँग हाम्रो अव्यवस्थित शहरीकरण। हाम्रो क्षेत्रको सबैभन्दा ठुलो शहरीकरण भनेको तुलसीपुर शहर हो। यदि हामी तुलसीपुर शहरलाई व्यवस्थित शहरीकरण बनाउन सक्नु नै हाम्रो सबैभन्दा यस क्षेत्रको मुख्य चुनौती हो। अघि नै मैले तपाईँलाई भनिदिइसकेँ, संघीयता आउँदै गर्दाखेरि मेरो तुलसीपुर क्षेत्र शहर व्यवस्थापनलाई अहिले कमजोरी बनाइयो। यहाँ भित्र भएको न्यायिक
कुराहरू, प्रशासनिक कुराहरू, सुरक्षाका कुराहरू सम्पूर्ण क्षेत्रहरू मेरो क्षेत्रबाट बाहिर लगिएको छ, जसलाई हाम्रो क्षेत्रमा हिजोको दिनको म तपाईलाई अझै पनि जोड्न चाहे, दिल्ली चौधरी नेपाली कांग्रेसबाट मुख्यमन्त्री भएर जानुभयो, शंकर पोखरेल नेकपा एमालेबाट मुख्यमन्त्री भएर जानुभयो, धनबहादुर मास्के नेपाल कम्युनिस्ट पार्टी माओवादीबाट प्रदेशमा अर्थमन्त्री भएर बस्नुभयो। उहाँहरूलाई मेरो क्षेत्र दाङकै माथि नै तुलसीपुर सेन्टर उपत्यका उहाँहरू चुनाव मैदानमा चुनाव जितेर जानुभयो। उहाँहरूलाई प्रदेशमा एउटा पद दियो, कांग्रेसले पनि पद दियो, माओवादीले पनि पद दियो, एमालेले पनि पद दियो। 13 तुलसीपुर 13 क्षेत्र नम्बर 13 क्षेत्रमा भएको सम्पूर्ण कार्यालयहरू त्यही स्थापित गर्ने कि त्यही राजधानी गर्ने कि तिमीहरूलाई हामीले पद दिएर भए पनि तिमीहरूको क्षेत्रमा भएको शक्ति सन्तुलनलाई हामीले अर्कोतिर लैजाने हो भनेर जोड दिँदै गर्दा उहाँहरू सत्तामा बस्नुभयो। यदि उहाँहरूले पदीय लोभ नखोजेर होइन मेरो तुलसीपुरलाई नै हामीले शक्तिशाली बनाउनु छ, हामी यस क्षेत्रको राजधानीलाई यही स्थापित गर्न सक्छौँ भनेर एउटा पदीय लोभमा नलागेको भए आजको हामी सम्पूर्ण जनताहरू संहिताको विरुद्धमा दाङमा पनि आन्दोलन गर्नुपर्ने अवस्था आउँदैन थियो। त्यसैले गर्दा तुलसीपुरलाई व्यवस्थित शहरीकरण गर्नको निमित्त हामीलाई यहाँ पहिलो नम्बरमा सरकार चाहिन्छ। किन भन्दाखेरि जुन क्षेत्रमा सरकारको स्थायी बास भएको हुन्छ त्यो क्षेत्र विकास गर्नको निमित्त, त्यो क्षेत्रमा बजेट कार्यक्रमहरू सञ्चालन गर्ने निमित्त केन्द्र सरकारबाट बजेट पनि धेरै आउँछ, सुरक्षाका वातावरण पनि धेरै हुन्छ। अब यही तुलसीपुरलाई व्यवस्थित शहरीकरण गर्नको लागि हामीसँग सडक सञ्जाल 2वटा मात्रै जोडिएको छ, एउटा पूर्व पश्चिम राजमार्ग र एउटा उत्तर दक्षिण राजमार्ग। यदि तुलसीपुरसँग सम्बन्धित भएको राजमार्गलाई हामीले व्यवस्थित आधुनिक र वैज्ञानिक अनि दिगो विकासको अवधारणा अनुरूप हामी यस राजमार्गलाई बनाउन सकेको खण्डमा मेरो क्षेत्रमा अर्को रोजगारको माध्यम पनि हुनेछ, पर्यटन उद्योग। किन भन्दाखेरि मेरो क्षेत्र तुलसीपुरलाई सेन्टर पारेर रुकुम, रोल्पा, सल्यान, दैलेख, जाजरकोट, सुर्खेत लगायतबाट आउने यात्रुवाहक गाडीहरू मेरो तुलसीपुरलाई सेन्टर पारेर जाने उत्तर दक्षिण राजमार्ग र पूर्व पश्चिम राजमार्गबाट मैले मेरो बाटो राम्रो स्टेट र दिगो विकास लक्ष्य अनुसार बनाउन सकेको खण्डमा ती सबै गाडीहरू कोलपुरबाट जान बन्द भएर मेरो दाङबाट छिरेर जानेछन्, जसले गर्दा यहाँ हामी पर्यटनको क्षेत्र, पर्यटन उद्योगहरू बनाउन सक्छौँ। त्यो क्षेत्रबाट रात्रिकालीन बसहरूलाई मेरो दाङ क्षेत्रमै एउटा व्यावसायिक रूपमा होटलहरू प्रशस्त सञ्चालन गरेर उहाँहरूलाई खाना खुवाउने व्यवस्था गरेर हामी यस क्षेत्रमा रोजगारको बाटोमा गर्न सक्छौँ। हामीसँग रोजगार बाटोमा थुप्रोहरू छन् है, म जता गए पनि जोडिने भनेको सेन्टर पोइन्ट रोजगार नै हो। हर सेक्टरमा रोजगारको वातावरण छ, त्यो दिलाउन सक्ने सरकारको मुख्य भूमिका हो। म त्यही रोजगार दिलाउन सक्ने सरकार बन्न सकु, जनताहरूको आम जनताहरूको भएको मुख्य समस्यालाई अगाडि ल्याउन सकु र समाधान गर्न सकु भनेर एक घर एक रोजगार अभियान लिएको। मलाई धेरै मान्छेहरूले रोजगारका माध्यमहरू सोध्दै हुनुहुन्थ्यो, कसरी दिन सकिन्छ रोजगारका माध्यम? हामीसँग प्रशस्त मात्रामा रोजगारका माध्यमहरू छन् भनेर म त्यहाँ जोड दिन खोजेको। अर्को कुरा आयो हाम्रो खानेपानी र सिंचाइको कुरा आयो, यो पनि रोजगार केन्द्रितै कार्यक्रम हो। यदि मेरो क्षेत्रमा सुरक्षित र सफा खानेपानी र प्रशस्त मात्रामा सिंचाइको व्यवस्था गरिनेछ भनेर राखेको छु। हाम्रो पानी भनेको बाँच्नको लागि नभई नहुने आधारभूत तत्त्व हो भने सिंचाइ भनेको हामी बाँच्नको लागि नभई नहुने एउटा रोजगारसँग केन्द्रित पक्ष भनेको अर्को सिंचाइ हो। हाम्रो क्षेत्रमा यति धेरै बबैको पानीहरू निरन्तर बगिरहेको छ, हामी बबैको पानीलाई सदुपयोग गर्न सक्ने अवस्था छ। रोजगार दिने आधार एउटा बबई नदी पनि हामीसँग जोडिएको छ, जसले गर्दा कृषिमा रोजगार गराउँछ बबई नदीले। पर्यटन उद्योगसँगै हामीले यस क्षेत्रमा जल यातायातको केही राफ्टिङ सेवाहरू बनाउन सक्ने अवस्था आउँछ, माछा पालन गर्न सक्ने अवस्था आउँछ हामीसँग बबई नदीलाई सम्बन्धित जोड्दै गर्दै। र प्लस यस क्षेत्रमा बबई नदीको पानीलाई प्रशोधन गरेर हामीले एउटा पानी फ्याक्ट्रीहरू सञ्चालन गरेर विभिन्न क्षेत्रहरूमा यस क्षेत्रबाट पानी वितरण गर्न सक्ने अवस्था आउँछ, पानी उद्योग खोल्न सक्ने अवस्था आउँछ। तपाईको मुख्य एजेन्डा रोजगार छ। यदि तपाईले दाङ क्षेत्र नम्बर 3 बाट चुनाव जितेर प्रतिनिधि सभामा जानुभयो भने 1 वर्षभित्रमा क्षेत्र नम्बर 3 मा कतिवटा रोजगारका अवसरहरू तपाईले चाहिँ खोल्नुहुन्छ, अर्थात् कति जनालाई रोजगार दिन सक्नुहुन्छ? तपाईको त्यो होला नि त, यतिको अनुमान मेरो कति जनालाई चाहिँ तपाईले रोजगार दिन सक्नुहुन्छ दाङ क्षेत्र नम्बर 3 भित्र? मेरो क्षेत्र नम्बर 3 भित्र हामीसँग नर्मल्ली 1,30,000 देखि 1,50,000 घरधुरी छन्।
हामीलाई यस क्षेत्रमा मुख्य आवश्यकता भनेको नर्मल्ली पनि 1,30,000 1,50,000 घर संख्याबाट प्रत्येक घरबाट एकजनालाई रोजगारको माध्यम बनाइनेछ। मेरो क्षेत्रभित्र प्रत्येक घरमा आवश्यकताको विषय रोजगार हो। जुन घरमा रोजगार पहिल्यै छ त्यो घरलाई रोजगारको आवश्यकता पर्दैन। सायद उहाँहरूले मेरो कुराहरू पनि खासै अपतरिलो मान्नुहुन्छ होला, तर जुन घरमा बेरोजगार समस्या छ उहाँहरूलाई यो आवश्यकताको विषय हो। उहाँहरूले गम्भीर भएर सुन्नु हुन म हार्दिक अनुरोध गर्छु। मेरो संवादको लागि धन्यवाद।